मलाई चाहिँ अब यो एउटा स्टेट सिक्किम स्टेट हो नि त होइन अनि यहाँ कस्तो कतिवटा धेरै इभेन्ट भइरहेको रहेछ क्या मैले यस्तो हेरेको थिएँ यो सिक्किम प्रिमियर लिग पनि भइरहेको यता बेग्लै इभेन्ट भइरहेछ अरू ठाउँ जो सानो स्टेट भए पनि तर त्यो एक्टिभिटिजहरू हुन्छ नि अब त्यो के भइरहने क्या त्यो भनेको चाहिँ अति दामी कुरा हो नि त अब म्युजिकको इभेन्टहरू भइरहेको हुन्छ फुटबलको इभेन्टहरू भइरहेको हुन्छ त्यस धेरैवटा इभेन्ट भइरहन्छ क्या त्यो भनेको चाहिँ एकदम दामी लाग्छ क्या अब त्यस म त एज अ आर्टिस्ट अनि त्यो आफूलाई त्यो स्पोर्ट्स म्युजिकहरू मन परेर पनि होला त्यो पुरा के इभेन्ट भइरहेको रहेछ क्या त्यो चाहिँ एकदम दामी लाग्छ त्यसरी नै त हो टुरिस्टहरू आउने यता घुम्नु त्यही जस्तो लाग्छ मलाई चाहिँ जस खुसी लाग्छ सिक्किममा पर्फर्म गर्नु पाउँदा जहिले जस माया पाइन्छ जस रमाइलो हुन्छ यहाँ त म त्यस्तो त कलाकारहरूको थाहा छैन तर धेरैवटा आर्टिस्टहरू यहाँबाट पनि छ कमेडियनदेखि लिएर यता हाम्रो ऱ्यापरहरू पनि हुनुहुन्छ धेरैजना हुनुहुन्छ जस यहाँदेखि धेरै आर्टिस्टहरू निस्किन्छ अझै जस्तो लाग्छ मलाई चाहिँ जस जो जति पनि अब अहिले गरिरहनु भएको छ होला कतिजना कोठाभित्र होला गीत बनाउँदै गरेको लेख्दै गरेको जस कन्टिन्यू वाट यु आर डुइङ जस आफ्नो आर्ट हो राम्रो ढिलो चाँडो हुन्छ गरि चाहिँ रहनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ हाम्रो चाहिँ युजली त्यही 1 घन्टाको सेट लिस्ट हो हामी 1 घन्टा अलिकति धेरै हुन्छ होला जस 1 घन्टा चाहिँ पर्फर्मिङ टाइम भनौँ न हाम्रो पर्फर्मिङ टाइम चाहिँ 1 घन्टा चाहिँ हामी पर्फर्म गर्छौँ 5, 6, 7, 8, 9 9जना टिम छौँ आज अनि हाम्रो स्टेजमा 5जना हुन्छ अनि बिहाइन्ड द सिन काम गर्ने साउन्ड इन्जिनियर बेग्लै अनि स्टेज म्यानेजर एकजना हुन्छ अनि स्क्रिन हेर्ने एकजना हुन्छ अनि म्यानेजमेन्ट हेर्ने जम्मा 9जना हुन्छौँ हामी नयाँ हाम्रो अपकमिङ रिलिज छ त्यो गीत पनि पर्फर्म गर्छौँ हामी अनि भयो भने अब रहरू कुनै नयाँ भर्खर लेखेका गीतहरू पनि पर्फर्म गर्छु होला सायद अब हेरौँ के हुन्छ जस हाम्रो अलरेडी सेट लिस्ट त भइसकेको छ अब त्यहाँ हेरौँ के हुन्छ माहौल टक्क रमाइलो भयो भने एउटा 1-2वटा हान्दा भइहाल्छ मेरो मेरो त त्यस्तो उयो छैन म त यस्तो लेख्छु यस्तो बनाउँछु भनेर कहिले त्यसरी बनाउँदिनँ आफूलाई त्यो केही कुराहरूले चित्त बुझाएको छैन अथवा केही कुराहरू आफूभित्र लागेको छ भने त्यो कुराहरू चाहिँ म त्यो लेख्छु भनेर पनि बसेको हुँदैन त्यो इन दि मोमेन्ट आउने कुरा जस्तो लाग्छ यत्तिकै गिटार बजाएर बसिरहेको हुन्छु अनि कतिवटा कुराहरू आफूलाई यत्तिकै बजाउँदा बजाउँदा आइरहेको हुन्छ अनि मेरो गीतहरू त्यस्तो म 1 महिना 2 महिना त्यस्तो सर बनाउँदा बनाउँदा इन द मोमेन्ट नै आउने कुराहरू जस्तो लाग्छ अनि म चाहिँ जस्ट एउटा उयो जस्तो लाग्छ क्या म चाहिँ एउटा ट्रान्सलेटर जस्तो भनौँ न यो आइरहेछ मलाई अनि म चाहिँ जस्ट मेरो तर्फबाट चाहिँ मैले सुनाइदिएको जस्तो लाग्छ म आफूले अनि कहिलेकाहीँ आफै सोच्छु कसरी आयो कसरी लेख्यो होला यो गीत जस्तो लाग्छ क्या कहिले आफै गीतहरू आफ्नो लिरिक्सहरू हेर्छु पढ्छु कसरी आयो जस्तो लाग्छ क्या जस म चाहिँ मिडिएटर भनौँ न एउटा आइरहेछ कतैबाट होइन त्यो एनर्जी आइरहेछ मैले पास अन गरेँ जस्तो लाग्छ सो त्यसरी बनाउँछु म त्यो यसरी लेखेर ओरेर भन्दा पनि भने त त्यस्तो त छैन जस धेरै नै छ सबै अब आफ्नो आफ्नो कुराहरू नै हो सबै कुराहरू अनि त्यो एउटा यो पर्टिकुलर चुज गर्नै गाह्रो हुन्छ कि सबै नै छ सबै राम्रै छ आफूलाई त्यो त यो रिसेन्टली रिलिज भएको गीत हो त्यो स्पर्श सङ्गीत भन्ने अनि त्यो गीतलाई अझ त्यो म्युजिक भिडियोले क्या हामीले आमा र छोराको स्टोरी देखाएको थियौँ अनि त्यो गीत चाहिँ अति मान्छेहरूले जहाँ गए पनि त्यो गीत चाहिँ 2 ताल गाउनै पर्छ वन्स मोर भन्छ सबै त्यहाँ अडियन्सहरूले अनि त्यो गीत चाहिँ हो मान्छेहरूले अति धेरै मन पराइदिने त्यो गीत स्पर्श सङ्गीत म त त्यस्तो त केही छैन मलाई त म त जस्ट इन्जोइङ द प्रोसेस हो अब लङ वे टु गो अझै धेरै गीतहरू आउन बाँकी नै छ हामी त भर्खर सुरु गरेको कति 1-1.5 वर्ष त भयो 1.5 वर्षमा राम्रो माया गरिदिएको छ सबैजनाले धन्यवाद सम्पूर्णलाई सिक्किमले त झन् धेरै माया गर्छ जहिले आउँछु जहिले वार्म वेलकम पाइन्छ दार्जिलिङमा म चाहिँ त्यहाँ पढेको थिएँ अनि त्यहीँदेखि सुरु गरेँ भनौँ न त्यहाँ कलेजको केटाहरू थियो अनि कलेजमै यस्तो प्रोग्रामहरू गर्दा त्यत्तिकै सुरु गरेँ अनि पछि आफै धरान आएँ घर आएँ नेपालमा अनि आफै त्यत्तिकै गीत बनाउँदै गरेर त्यस्तो कलेजमा लेखेको गीत भनेको कुन छ भने यो कालो सेतोको फर्स्ट भर्सहरू हो अगाडिको गीतहरू कालो सेतोहरू हो अनि त्यही हो मेन चलेको गीत त अरू त छ तर अनरिलिज छ
त्यहाँ लेखेको गीतहरू छनु चाहिँ। त्यही त अब म त भर्खरै सुरु गरे हो, अनि यति धेरै माया पाउँदाखेरि चाहिँ खुसी लाग्छ। अब जहाँ गए पनि अब हुन्छ नि, अब त्यो नेपाली भाषा बोल्ने मान्छेहरूले अति माया गर्नुहुन्छ क्या। अब यो अब यसो बुझ्दाखेरि चाहिँ इन्डिया हो नि त होइन, तर नेपाली भाषा बोल्नुहुन्छ, हामीलाई बोलाउनु, नेपालबाट बोलाउनुहुन्छ जहिले, एकदम खुसी लाग्छ। अनि सिक्किमले त जहिले माया दिइरहेछ हामीलाई, जहिले आउँछौँ, जहिले रमाइलो हुन्छ। अनि जस अब अझै फर्दर आइरहन्छौँ हामी, नयाँ गीतहरू अझै देख्छौँ, अझै बोलाउनुहोस् तपाईँहरू, हामी आउँछौँ, त्यही हो। त्यही त सिक्किमबाट त धेरै राम्रो राम्रो आर्टिस्टहरू आउनु भएको छ होइन, धेरैजना। मलाई मनपर्ने वान अफ द ब्यान्ड चाहिँ हाम्रो ट्राइबल रेन हो। अनि अब राहुल दाई अहिले हुनुहुन्न, त्यही पनि ब्यान्ड छ। अनि यहाँबाट अझै त्यस्तो आर्टिस्टहरू धेरै नै छ जस्तो लाग्छ क्या मलाई यहाँ। तर खै आई डोन्ट नो, अब उहाँहरू त्यही त अघि भने जस्तो अब आफ्नै रुममा बसिरहनु भयो होला, बनाउँदै लेख्दै गर्नु भयो होला, कम्पोज गर्दै गरेको होला। तर अब हरेस चाहिँ नखानु, किप अन डुइङ। त्यो आफ्नो आर्टलाई चाहिँ एकदम तिखार्नुपर्छ क्या, मिहिनेत गरिरहने हो। त्यो एउटा गीत झिक्यो, अर्को गीत झिक्यो, चलेन भनेर त्यो होपलेस हुनुभन्दा गरिरहने हो। त्यो मिहिनेत गऱ्यो भने, त्यो इमान्दार, आफ्नो आर्टप्रति इमान्दार भयो भने ढिलो चाँडो हो सक्सेस भन्ने कुरा आइहाल्छ कि। यो चाहिँ अब नट ओन्ली म्युजिकहरूमा होइन, जुन पनि फिल्डमा हो। अब स्पोर्ट्समा हुनुहुन्छ होला कतिजना काम गर्दै हुनुहुन्छ होला। यो आफ्नो कामहरूप्रति चाहिँ एकदम इमान्दार हुनुपर्छ जस्तो लाग्छ। अनि एकदम मिहिनेत गर्नुपर्छ। सक्सेसको पछाडि चाहिँ भाग्नुभन्दा पनि आफ्नो काममा चाहिँ भाग्नु पऱ्यो कि। सक्सेस त बिस्तारै आफै आउने रहेछ त्यस्तो लाग्छ मलाई चाहिँ। अब गड नोज अब के हो त्यो चाहिँ होइन। हुन्छ।